त्यहाँबाट जानुस् कि तपाईँ? हजुर त्यहाँ मान्छे नै बसिरहेको छ बाहिर पनि। झन्डै खिचेको नि त गाइडहरू। आज एक्सिडेन्ट देख्न पाइन्छ झन्डै। हेलो साथीहरू, स्वागत छ तपाईँलाई मेरो नयाँ भिडियोमा। आज चाहिँ हामी जाँदैछौँ दाजु बैरी धुलीखेलमा होइन। धुलीखेलमा चाहिँ अब हामी भोटर कार्डको लागि जाँदैछौँ। पानी फेरि परेको अवस्था छ। आज एकदमै रेनी सिजन छ होइन, त्यही भएको भएर अब धुलीखेलसम्म जानलाई चाहिँ लास्टै गाह्रो छ। अनि गाइडहरू एउटा खुसीको कुरा छ होइन। खुसीको कुरा चाहिँ के भन्दाखेरि मेरो चाहिँ फाइनल्ली 100 सब्सक्राइबर चाहिँ कम्प्लिट भएको छ गाइडहरू होइन। गाइडहरू यसरी नै माया दिनु होला, सपोर्ट दिनु होला होइन। अब 1K लाई हामी 900 सब्सक्राइबर मात्रै बाँकी छौँ। त्यही भएको भएर 1K पुग्न नि हेल्प गरौँ होला। अब यस्तो हो फेरि तपाईँहरूलाई चाहिँ अब मेरो भिडियो मन पऱ्यो भने मात्रै होइन सब्सक्राइब गरिदिनु, नत्र चाहिँ पर्दैन सब्सक्राइब गर्नलाई। किनकि तपाईँहरूलाई मन पऱ्यो भने मात्रै गर्दाखेरि पो राम्रो छ होइन। सोध्नुपर्छ कसैलाई। सोधौँ न है कसैले त्यो कार्यालय कता माथि? यहाँबाट पनि होला नि त बाटो। उयो दाइलाई सोधौँ है। दाइ यता है त्यो भोटर कार्ड बनाउने है कार्यालय कता होला? नागरिकताहरू भोटर कार्डहरू उताबाट हो? हजुर हुन्छ। बाटो थाहा भए पछाडि कतापट्टि भने बाटो थाहा भएर त्यहाँ होला हामी सोचेको त लास्टमा यता पो रहेछ। धुलीखेल आइपुग्यौँ। अब यताबाट कता होला त अब? अङ्कल यता त्यो भोटर कार्डहरू बनाउने ठाउँ कता हो? के को भोटर कार्डहरू अहिले नयाँ थपको यहाँबाट जानुस् कि तपाईँ? हजुर त्यहाँ मान्छे नै बसिरहेको छ बाहिर पनि। हजुर हुन्छ होइन अलिकति जानुहोस् कि हुन्छ हुन्छ। त्यहाँनिर मान्छे नै बसिरहेको हुन्छ बाहिर। धन्यवाद ल। हामीलाई राम्रोसँग थाहा छैन नि त कहाँ छ भनेर, त्यही भएर बाहिरै बसिया हुन्छ भन्नुभएको थियो। त त्यो भोटर कार्ड बनाउने ठाउँ कता हो? तल हो? यही हो जस्तो लाग्यो। त्यो भोटर कार्ड बनाउने ठाउँ यही हो? भोटर कार्डहरू बनाउने ठाउँ कतापट्टि? यसमा ओर्दी त त्यहाँ सोध्दै गर्दा के गर्नुपर्छ?
बल्ल तल्ल भोटर कार्ड बनाउने ठाउँमा आइपुग्यौँ। यहाँ हो भनेछ। हामी चाहिँ अब यो फर्म भरेर सकिसक्यो। त्यसपछि यो फर्म भर्यौँ होइन, फर्म भर्यो। त्यस पछाडि चाहिँ अब चाहिँ अब हामी चाहिँ त्यहाँ बिजन जान्छौँ। त्यस पछाडि भयो काम। हेलो गाइस, हाम्रो चाहिँ भोट बनाउने काम, भोटर कार्डको चाहिँ काम सक्यो। अब चाहिँ पर्सि भन्नाले भोट हाल्नु भन्दा 2 दिन अगाडि चाहिँ वडा कार्यालयमा गएर लिनु भनेर भन्दैछ क्या। त्यस पछाडि चाहिँ हाम्रो भोट चाहिँ हाल्न पायो। पहिलोचोटि भोट हाल्ने हो भने चाहिँ अहिले आएर फोटो खिच्नु पर्ने रहेछ। अनि दोस्रोचोटि तेस्रोचोटि भोट हाल्दै गरेको हो भने चाहिँ फोटोहरू खिच्नु पर्दैन रहेछ। यहाँ आएर नाम मात्रै दर्ता गर्नु पर्ने रहेछ। अब चाहिँ हामी आरामले जान्छौँ है। अहिले ठुलो पानी परेर चाहिँ तनाव भएको थियो। अहिले यताबाट गयो भने चाहिँ हामी दोलरघाट अथवा के भन्छ तातो पानी जाने बाटो, दोलरघाट जाने बाटो हो। अनि हाम्रो यहाँ भोट कार्ड बनाउनलाई चाहिँ भोटर कार्डको लागि चाहिँ अब हाम्रो लगभग 1.5 घन्टा लाग्यो नि त। 1.5 घन्टा जति लाग्यो। 1.5 घन्टामै काम चाहिँ भयो थियो। त्यति लाग्यो। बस्नु परेन। जाउँ है त। बफ मोमो खाने नि कहाँ राख्नु त? बाइक ओली न, म बाइक राख्छु। प्याज चलाएर यतै राख्नु पऱ्यो। अब हामी मोमो खाने जाने। बसेर मोमो खानुपर्छ गाइज। गाइज आज हामीले खाजा नि खायो। साँगा जाने हो? साँगा। अब हाम्रो फाइनल्ली साँगा जाने कुरा भएको छ। यहाँबाट बाइक पर्दैन होइन। फाइनल्ली अब हामी साँगाको लागि निस्केछौँ।
रहेछ ल गाइज अब हामी चाहिँ साँगा पनि घुमेर फर्क्यौँ साँगाको चाहिँ मैले सिनेमेटिक भ्युजहरू मात्रै राखिरहेको छु बाँकी रहेको चाहिँ अब पछि बिस्तारै अब अलि बोल्नलाई पछुत हुँदै गए पछाडि अनि राम्रोसँग हाल्छ बाई बाई साँगा अब हामी कोटेश्वर जान्छौँ अनि त्यहाँ एउटा बहिनीको लागि मोबाइल किन्छौँ मोबाइल किनेपछि नि हामी घर फर्किन्छौँ कस्तो कुराहरू कता मेरा है मैले फाइनली मोबाइल पनि किन्यो अब चाहिँ घर जाने अनि त्यस पछाडि आजलाई बन्द भयो है त